यो झापाको दमकको यो आकाशे पुल हामी यता घुम्न आएको छौँ। यो आकाशे पुल भयो र यो बजारमा डाँफे पार्क सिन्कुनिया पार्कभन्दा अलि माथि ल हेर्नुहोस् यो भयो डाँफे पार्क। यो आकाशे पुलबाट देखिएको यो दृश्य हो। यो उता अब काँकर भित्ता जाने बाटो बिट्टा मोड जाने बाटो उतापट्टि छ। त्यसै गरी थाना चौक र यो बजार हो। यो आकाशे पुल छ हेर्नुहोस्। यो आकाशे पुल यहाँ फेमस छ आकाशे पुल र यो पनि दमकको यता बजार क्षेत्र यतापट्टि ल यो हेर्नुहोस्। यो बजार छ यतापट्टिको क्षेत्र यो। अनि अहिले यता अगाडितिर गयो भने यो हाइवे महेन्द्र हाइवे अलिक निर्माणाधीन अवस्थामा छ। कन्स्ट्रक्सनको कामहरू भइरहेको छ। त्यही भएर उताको बाटो अलिक ठिक छैन। तर बजारमा यो दृश्य राम्रो देखिएको छ। यो बजारको दृश्य हो। यहाँ पसलहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ। र साथै हामी यो आकाशे पुलमा हामी सबैजना यहाँ घुम्न आएका छौँ। ल हेर्नुहोस् यो आकाशे पुलको दृश्य हो। तपाईँहरूलाई मैले देखाउँदैछु। यो त आकाशे पुल यो दमकमा परेको हेर्नुहोस् यतापट्टि कहाँ जान उता यतापट्टि ल हेर्नुहोस्। र अब हामी झरी यताबाट अब यहाँबाट अर्को ठाउँमा घुम्न जानु पर्यो। ल यहाँबाट अब घुम्न जान्छु। बस पार्कतिर जाँदैछु। अब तपाईँहरूलाई मैले अगाडिको दृश्य देखाउने कोसिस गरिराख्नेछु। र अब हामी जाँदैछौँ अहिले बस पार्क जाँदैछौँ। र यो हेर्नुहोस् यो दमकको रोड भ्यू यस्तो छ। यहाँ यो डाँफे पार्कको नजिकमा यस्तो देखिएको छ। यहाँ अगाडि पनि यहाँ डाँफे पार्कहरू छ। यो सफा सुग्घर छ राम्रो छ। निट एन्ड क्लिन छ यतापट्टि गाउँबाटोमा। के छ हौ के छ ल भन्नुहोस् ल। हामी यता दमकतिर छौँ अहिले। दमक बजारमा हामी घुम्दैछौँ। सब्जी मन्डी जाने बाटो हो। सब्जी मन्डी जाने बाटो यो होइन अगाडिको बेलडाङ्गी। ल हामी यता घुम्दैछौँ। ल हेर्नुहोस् तपाईँहरू कोसी चौक गोल्डन गेट यही हो। ए ल जेसी चौक जेसीआई राम्रो दृश्य छ। यता भ्यूहरू राम्रो छ। यो कुन रोड हो? यो कहाँ जाने बाटो होला भन्छ थाना रोड। यो बस पार्क पनि जान्छ त होइन अगाडि। ए ल ल बस पार्क जाने बाटो पनि राम्रै छ। जे होस् यता दमकको भित्रीपट्टि आयो भने अहिले त मेन रोडमा त कन्स्ट्रक्सन छ। तर भित्रीपट्टि आयो भने दमकको विकास राम्रै भएको छ। र एकदम सफा सुन्दर घुम्न लायक ठाउँ पनि छ। यसो घुमघाम गर्न तपाईँहरूले दृश्यमा हेर्न सक्नुहुन्छ कति सफा छ यता होइन राम्रो छ। पसलहरू यता चस्मा पसल लगायत सबै थोक छ भन्नु पऱ्यो अलिअलि। गोल्डन गेट सहकारी हो। दमकको बस पार्क ल हेर्नुहोस्। यो बस पार्क हो दमकको। लङ टुर जाने लगायत यही बाटो हुन्छ बस पार्क।